त्यो माहौल त सम्झिनै नसकिने माहौल छ नि। दुःखको माहौललाई कसरी सम्झिने भन्नुहोस् त। त्यो लालाबाला बच्चा, श्रीमती, बाबुआमा, बुढाबाका बाबुआमाले आफ्नो छोरा गुमाउनु पर्नेको पीडा, त्यो त एउटा जस्तो के भन्ने हृदय एउटा भन्नै नसक्ने। नारीको सिन्दुर पुछिएको छ, चुरा फुटेको छ। मैले एउटा कुरा नबुझेको, ती पशुपतिमै त्यसरी पुछेर त्यो चाहिँ किन घरमा नगरेर त्यो पशुपतिमै गर्छन् र यो कुरा चाहिँ मैले बुझिनँ। मिडियामा देखेँ, मलाई नि एकदम दुःख पनि लाग्यो। म पनि पशुपतिमा नि थिएँ, तर मैले त्यहाँ त्यो पुछ्ने बेला चाहिँ म देखिनँ। मलाई चाहिँ त्यो चाहिँ नमज्जा लाग्यो। जस्तो त्यहाँ एउटा बाबुआमाको एउटा काख रितिएको छ, जसरी अब बुढेसकाल लागिसकेका वृद्ध बाबुआमा अब जस्तो भविष्यको अब एउटा वृद्ध अवस्थाको सहारा थियो होइन, पाल्थ्यो होला। हाम्रो संस्कार अनुसार मरेपछि पनि त पितृ तार्ने काम त छोराले गर्थ्यो होला, तर उहाँहरूले चाहिँ छोराको अन्तिम विदाई गर्नुभयो। अब त्यो जे आफ्नो कर्ममा लेखेका छन्, त्यो कर्म लेखेको कुरा हामीले भोग्नै पर्छ। जति कोसिस गरे पनि त्यो कुरालाई मेटेर मेटिँदैन। त्यो जे लेखेर आएको छ त्यो भोग्नै पर्छ। यो भोग्नु भएको उहाँहरूले। जस्तो रवि लामी छाने पनि आफ्नो ड्राइभरको अन्तिम विदाईको लागि पशुपति आउनु भएको थियो। उहाँ पनि निकै दुखित मोडमा हुनुहुन्थ्यो, कुनै शब्द नै निकाल्न सक्नु भएको छैन। के भन्न चाहनुहुन्छ? होइन, दुःख किन नहोस्, आफ्नो सहकर्मी हर टाइम शम्भुजीसँग उहाँले बिताइरहनु भएको थियो नि त। यो चुनावको पिरियड मात्रै होइन कि त्योभन्दा पहिलादेखि नै शम्भुजी उहाँको ड्राइभर बस्नु भएको थियो भनेपछि त उहाँको पल पल उहाँको बिताएको समय र उहाँले सम्झेर त्यति बोल्न नसक्ने आवाजै नआएको हो। खास चाहिँ जस्तो धेरैले के टिप्पणी गरिरहेको थिए भने रवि लामी छानेका ड्राइभर चाहिँ चितवनमै पहिले मरिसकेका हुन्, एउटा चुनावी माहौललाई बिथोलिन नदिन होइन, रवि लामी छाने चुनावमा नचुकुन् भनेर यो कुरालाई लुकाउन मेडिसिटी हस्पिटलमा ल्याइयो। यो चुनावपछि मृत घोषणा गरिन्छ भनिरहेको थिए रविका विरोधीले। त्यो कुरासँग ठ्याक्कै मिल्दोजुल्दो भएको होइन। त्यो अब काग कराएर के कान हरायो भने जस्तो कुरा मात्रै हो। यो सबै गलत हो नि। मेडिसिटीमा लिएर आउँदा त भरतपुरबाट मेडिसिटीमा लिएर आउँदा त सबैले देखिरहनु भएको थियो नि त, देख्दा उहाँ मृत हुनुहुन्थ्यो र यो सबै उसलाई कसरी हुन्छ गिराउने र उसलाई पतन गराउने बाटो मात्र यो विरोधीहरूले गरेका हुन्, अरू केही पनि होइन। उहाँको त्यही दिन मृत्यु भएको हो। यो मेडिसिटी हस्पिटलमा भेन्टिलेटरमा राखिरहेको थियो नि त। सास तन्जेल जसलाई पनि आश हुन्छ, जसको पनि कसैको पनि जिन्दगी त्यस्तो खेलबाड गर्नुहुन्छ जस्तो चाहिँ मलाई लाग्दैन है। हुन त अब रवि लामी छाने अब 3 करोड मान्छेलाई बनाउँछु भनेर हिँडेको मान्छे एउटा ड्राइभरलाई चाहिँ मार्नलाई त्यत्रो एकदम नै होइन, सुनियोजित भूमिका खेल्छन् र भन्ने नि तर्क होइन। यो त एकदम गलत हो क्या। रविजीले त्यस्तो गर्दै गर्नु न। 3 करोड जनतालाई म अब देश र विकासको लागि जनताको लागि भनेर आएको म मान्छे हो भनेर जहिले पनि भनिरहनु भएको छ। उहाँले गर्न चाहनु भएको छ। त्यस्तो निर्दयी काम चाहिँ उहाँबाट हुँदैन। यो चाहिँ गलत हो, अफवाह हो। जस्तो रविका विरोधीहरूले चाहिँ के तर्क राख्छन् भने अब जुन ती शम्भु थापाका आफन्तहरूलाई पनि उनको स्वास्थ्य अवस्था बुझ्न दिइएन, भेट्न दिइएन। एक त रवि लामी छैन मिडियामा रमाउने मान्छे, जे काम पनि गर्दा मिडियामा देखाउने मान्छे, तर आफ्नो ड्राइभर अब हस्पिटलको भेन्टिलेटरमा हुँदा आइसियुमा हुँदाखेरि कुनै मिडियामा एउटा हस्पिटलको ढोकातिर पनि त्यार्सिएन। सेपरेट राख्नुको कारण चाहिँ त्यही हो भनेर तर्क गर्छ। त्यो त कस्तो भने अब चुनावको माहौल भएको थियो, 2 दिनपछि चुनाव थियो, उहाँले त्यो गर्ने मौकै पाउनु भएन। नत्र त्यस्तो निर्दयी मान्छे होइन उहाँ। हरेक चिजमा र हरेक दुःखमा बुझ्ने मान्छेले त्यस्तो त त्यो निर्दयी काम त हुँदै होइन। यो विरोधीहरूले कुरा त गरिदिनु पर्ने, किनभने पतन गराउँछ, उहाँको भोट काट्नु थियो, त्यही भएर विरोध मात्र गर्नुभयो, अरू केही पनि होइन। यो त देखाउन नखोजेको होइन नि त। उहाँको परिवार त मेडिसिटी हस्पिटलमै हुनुहुन्थ्यो, मैले पनि त भेटेर आएँ। कसरी उहाँलाई नदेखाएको हुन्छ परिवारलाई त मैले भेटेर आएको छु। खै अब तपाईँको एउटा सामान्य मान्छे नभन्नु हस्पिटलमा उपचार गर्दा गर्दै अब सम्भवतः डाक्टरले कुनै बिरामीलाई मार्न चाहँदैन, त्यो चाहँदैन, सपना बेगरको कुरो हो। तर उपचारको क्रममा केही कथमकाल अब मृत्यु भइगयो भने पनि त्यहाँ आन्दोलन हुन्छ। एउटा घरमा पालेको कुकुर बाहिर निस्किँदा गाडीले खिच्दा त पनि त अब आन्दोलन हुन्छ, विभिन्न माग हुन्छ। भन्दाखेरि रवि लामी छानेको ड्राइभर जसरी झरे, अहिले मरे होइन, उहाँलाई
श्रद्धाञ्जली पनि भन्न चाहन्छु तर परिवारले चाहिँ कुनै आवाज नउठाउँदा कतै पैसामा त बिकेका होइनन् भन्ने तर्क राख्छन् नि त होइन आफ्नो छोरा गुमाको बाउआमाले पैसा कसरी लिएर चुपचाप हुन्छन् एउटी श्रीमतीले आफ्नो सिउँदो पुछेको छ एउटा पोते गएको छ एउटा सौभाग्य गएको छ उनी कसरी चित्त बुझाउँछिन् र बच्चा त बिचरा सानसानो बच्चा छ तिनीहरूको त कुरा भएन भनेपछि यस्तो यो अफवाह हो यो सबै पैसामा नै बिग्छन् सबै भन्ने होइन जे हो तथ्य सत्य रविजीको विश्वास भएर त उहाँहरू चुप लाग्नुभयो ए सत्य यही रहेछ भनेर त उहाँहरू चुप लाग्नुभयो नि पैसैमा सबैजना बिग्छन् भन्ने चाहिँ छैन यो चाहिँ गलत हो जस्तो अब हजुर शम्भु थापाका ती छोराहरू एउटा अबोध छ एउटा 9 वर्ष जतिका देखिन्छन् 12-13 वर्षका देखिन्छन् भनिन्छ तिनीहरूको आकार एउटा काँचो माटो कुनै आकारमा ढलेकै छैन जब भविष्यको एउटा खम्बा भनेको बाउ थिए बाउ नि मरेर गइसकेपछि भविष्य लगभग अन्धकारमय बनिरहेको छ अब उहाँहरूको त्यो बाल बच्चाहरूको भविष्य बनाउन चाहिँ रवि लामिछानेले कस्तो भूमिका अब रविजीले उहाँ शम्भुको ठाउँ लिएर बस्नुपर्छ बाउको जति भूमिका हुन्थ्यो त्यो बाउको भन्दा पनि बढी भूमिका रविजीले त्यो बच्चाहरूलाई गर्नुपर्छ किनभने अरूको बच्चाहरूलाई त रविजीले एकदम पढाउने र उ गर्ने गर्नुभएको छ भने शम्भु त आफ्नो सहकर्मीको बच्चाहरूलाई उहाँले जति पढ्न चाहन्छन् उहाँले अस्ति पशुपतिमा पनि भन्नुभयो सुन्नुभयो कि सुन्नु भएन म त त्यही थिएँ त्यसै जति पढ्छन् बच्चाहरूले जति जे काम गर्छु भन्छन् म सहयोग गर्छु तपाईँहरू नरुनुहोस् भनेर उहाँले ढाडस दिनुभएको छ नि पछिल्लो समय फेरि एउटा अडियो पनि निस्किसकेको छ यो कसैले कल्पित पनि भनिरहेछन् भने कसैले सही भनिरहेछ सुन्नु भएको छ त अडियो मैले सुने एकदम रवि घाँटी आफैले आफ्नो घाँटी समातेर त्यो रविको नाम बदनाम गराउनलाई रवि गराएको मात्रै हो सर भेन्टिलेटरमा भएको मान्छेलाई कसरी त्यो अडियो आउँछ हामीले पनि त हाम्रो परिवार भेन्टिलेटरमा भएको बेला हामीले देखेको छौँ घाँटीमा पाल पारेर खानलाई त इभन घाँटीमा पाल पारेर खुवाइएको हुन्छ भने त्यो अडियो कसरी सार्वजनिक हुन्छ यो सबै खेल हो क्या यो नेताहरूको खेल किनभने आफू सत्तामा जानु नपाएर त्यो आक्रोश व्यक्त गरेको रविले जित्नु भयो उहाँ हाइको पात्र हुनुभयो म पतन भई भनेर नेताको चाल हो यो अरू कसैको पनि जस्तो जब रवि लामिछाने अप्ठ्यारो बाटोमा यात्रा गरिरहन्छन् विरोधीहरू फेरि धकेल्न पुगिरहन्छन् यो नै देखिया छ नि देखेको छैन हरेक कुरामा रविलाई कसरी फसाउने र कहाँबाट फसाउने भनेर पुरा राज्य नै लागिरहेछ अहिले जस्तो एउटा 3 करोड नेपालीलाई एउटा सुख दिन्छु देश परिवर्तन गर्छु विकास गर्छु भ्रष्टाचार निमिट्टन पार्छु भन्ने एउटा रवि लामिछाने विदेशी एउटा सुख शैल त्यागेर नेपालमा आइरहेछ हैन एउटा मिडियामा लागेर पनि परिवर्तन नहुँदो रहेछ अब राष्ट्रिय राजनीतिमै आएर देश परिवर्तन गर्छु भनेर हिँडेको मान्छे एक पाइलो अगाडि बढ्न चाहन्छन् फेरि छिर्की लाउँछन् फेरि लड्छन् अर्को पाइलो फेरि उड्छन् रवि फेरि छिर्की हान्छन् परिपाटी चाहिँ कस्तो हो के दुःख लाग्दो हो हाम्रो नेपाली हामी दाजुभाइ दिदीबहिनीहरू सब सोझो भएर नि यो नेताहरूले नि चोर नेताहरू भन्छ म चाहिँ यो चोर नेताहरूले खानी भाँडो बनाएछन् हाम्रो नेपाललाई हाम्रो खोला नाला बेचेर हाम्रो नेपालको भूभाग बेचेर खान पल्केका यिनीहरू भुँडी भर्न पल्केका रविले आएर यो सबै खानतलास गर्छ हाम्रो केही गर्न सक्दैनौँ हामीले लुटेको सम्पत्ति पनि सबै फिर्ता गर्नुपर्छ भनेर यिनीहरूले चाल खेलेको हो सर यो जस्तो रवि लामिछानेले अहिले अनेकौं अप्ठ्यारा पार गर्दै उपनिर्वाचनमा फेरि पनि चितवनबाट विजय भन्दा पनि त्यसलाई महाविजय हजुर एकदम नै प्रतिद्वन्द्वीहरू भन्दा 5 गुणा बढी भोट ल्याएर जितेका अनि यहीबाट प्रश्न हुन्छ नि कति जनताले कति रुष्ट भएछन् त यो नेताहरूसँग यो पुरानो नेताहरूसँग कति मान्छे आक्रोशित भएछन् त यहीबाट पनि उनीहरूले बुझ्न जरुरी छ अस्ति पनि देख्नु भने जहाँ नेताहरूलाई भेट्यो त्यहाँ हानिरहेछन् नि झापु हानेका छैनन् काहीँ कालो झन्डा देखाइरहेछन् काहीँ थप्पड हान्न गएका छन् काहीँ ढुङ्गाले हान्न गएका अब यिनीहरूको पतनको बाटो सुरु भयो किनभने अति भोक्या अति भएपछि नि क्षति हुन्छ भने अब यिनीहरूको क्षति हुने पालो आयो जसरी अब चुनाव जितेर आइसकेका छन् रवि लामिछाने काठमाडौँ अहिले प्रचण्डले पनि फेरि उहाँलाई सरकारमा आउनु सहयात्रा गरौँ भनेका छन् रवि लामिछानेको पार्टीको म्यानेजर भनेको पुराना भ्रष्टाचारका फाइलहरू खोल्ने भन्दाखेरि प्रचण्डले आउनुहोस् सहकार्य गरौँ मैले त नखोल्ने भनेकै छैन सुरुवात गरौँ भनिसके रवि लामिछाने प्रचण्डको सरकारको सहयात्री बन्न सौला कि नसौला अब जाँदा हुन्छ कि हुन्न होइन मैले देखेको चाहिँ अस्ति भर्खर पनि उहाँले हात मिलाउँदा आफू त्यो पदबाट त्यसरी हात धोएर पछाडि पर्नु पर्यो भनेपछि यो पिरियडमा चाहिँ मैले रविजीलाई चाहिँ त्यहाँ जाने उपयुक्त देखेको छैन मेरो आफ्नो धारणा अनुसार किनभने
नगई पनि त्यहाँको कुनै फाइल खोल्न सकिँदैन। जाउँ भने पनि त्यो दलदलमा फसेपछि रविजीलाई पनि त्यही आरोप लाग्छ र उहाँ पनि त्यही हुन बेर लाउनुहुन्न। त्यसैले मैले चाहिँ जानु उचित चाहिँ देख्दिनँ। गए पनि गाह्रो नगए पनि गाह्रो। अब यो पिरियड छ अहिले। अब जस्तो यो भन्दा अहिले केपीजीले त प्रधानमन्त्रीको अफर गर्नुभएको छ नि, किन गृहमन्त्री लिने, किन अर्थमन्त्री लिने, अब प्रधानमन्त्री बनिदिने। केपी ओलीले त एउटा सेन्टिमेन्ट क्याच गर्नुभएको त्यो सम्भावना भन्दा बाहिरको पाठ हो होइन। किन सम्भावना छैन? तेस्रो दल प्रधानमन्त्री हुन्छ भने चौथो दल प्रधानमन्त्री हुँदैन सर? जे पनि हुनसक्छ हाम्रो नेपालमा। चाहनुपर्छ, जनताले फोकस गर्नुपर्छ, जनताले पेल्नुपर्छ, जे पनि हुन्छ हाम्रो देशमा। यिनीहरूले भ्रष्टाचार गरेर खाएर चाहिँ जे गर्न नि हुने, किन हामीले प्रधानमन्त्री राम्रो व्यक्तिलाई प्रधानमन्त्री बनाउनु पाउँदैन? पाउँछ सर, जे पनि हुनसक्छ। बहुमतको जाल जेल गठबन्धनको कुरा भइरहँदाखेरि अब केपी ओलीसँग मिल्दैमा त अब बहुमत पुग्दैन, कसरी सम्भव होइन? राम्रो पार्टीहरू पनि त मिल्न सक्छ नि। हामी ज्ञानेन्द्र साईको पार्टी छ, अरू पार्टी छ, सिके राउतजीसँग उहाँले कुरा गरिरहनु भएको छ। जे पनि हुनसक्छ सर। यहाँ भोलि यहाँ समाउँदै अर्को समाउने हाँगो पनि भेटाइसकेको छ नि त। मान्छेलाई अफर आइसकेको छ भनेपछि सानो पद गृहमन्त्री त खाइसकेको, किन तल बस्ने? प्रधानमन्त्रीमै जाने नि। होइन, रवि लामी छानेको आशय पनि छ आफ्नो एजेन्डा मागहरू पुरा गरेदेखि प्रचण्डको सरकारमा जाने भन्ने पनि तर्क आइरहेछ नि त। होइन, त्यो त तर्क त गर्नु पर्यो नि सर। जहिले नि भ्रष्टाचार गर्ने, बलात्कार हुने, यहाँ छुरी प्रहार हुने, यहीँ झुन्डेर मर्ने सबै हाम्रै देशमा मात्र भएको छ। यसको विरुद्ध हामी आवाज उठाउन जाने कि नजाने? जताड हुन्छ जनतालाई सुखाउने काम खोज्नु पर्यो रविले। किनभने अर्को 4 वर्षपछि उहाँको बहुमत ल्याउनलाई जनतालाई सुख दिन सक्यो भने पो हामीले पनि उहाँलाई भोट दिन्छौँ र अर्को 4 वर्षमा उहाँहरूको मात्रै बहुमतको सरकार हुन्छ त। उहाँले अहिले पनि काम गर्न सक्नु भने रविजीलाई कसले ल्याउँछ र अर्को वर्ष? रविजी पनि पतन भएर जानुहुन्छ नि। यो कुरा रविजीले बुझ्न नि जरुरी छ। जस्तो रवि लामी छानेले भ्रष्टाचारीको फाइल खोल्ने खोल्नै पर्यो। हजुर, प्रचण्डले आउनुहोस् खोलौँ, म पनि तयार छु भनिरहेछन्। अब प्रचण्डको फाइल आफै खोल्न तयार छन् त प्रचण्ड? यो सम्भव होला? यो त अब हात्तीको बच्चालाई लालीपप देखाएर फर्काइरहेछन् प्रचण्ड। यो के अरे हात्तीको देखाउने दाँत र चपाउने दाँत अर्कै हुन्छ। उहाँले देखाउनु मात्रै भएको, चपाउने दाँत उहाँको अर्कै छ। त्यो भ्रष्टाचारको फाइल खोल्ने सबभन्दा पहिला उहाँ नै पर्नुहुन्छ। कसरी खोल्नुहुन्छ उहाँले? त्यो पनि त उहाँलाई डर छ नि। आफै पर्नुहुन्न, आफूले खनेको खाल्डलमा उहाँ आफै पर्नुहुन्छ अनि खोल्न दिनुहुन्छ? होइन, खै त रविको त्यत्रो मुद्दा भयो, प्रचण्डजीलाई पनि त मुद्दा हालेको थियो। खै त त्यो सुनाइ भयो, कहाँ पुगिरहेछ त्यो फाइल? त्यो खोज्न नि जरुरी छ। जस्तो अब प्रचण्डका त अब क्यान्टोनमेन्टदेखि पूर्व जनमुक्ति सेनादेखि अयोग्य लडाकुदेखि धेरै अब स्वयं बाबुराम भट्टराईले पनि क्यान्टोनमेन्टमा अब 2 अर्ब भ्रष्टाचार गरेका छन् प्रचण्डले भनिरहेछन्। बाहिर व्यक्तिहरूले भनेको सुन्दाखेरि प्रचण्डको चाहिँ स्विस बोइङ दुबईको बोइङमा 20 खर्ब पैसा छ भन्ने नि आरोप लागिरहेछ। आफू सरकारमा हुँदा आफ्नै फाइल खोल्नलाई प्रचण्ड तयार होला नि त रवि लामी छानेले? त्यो मैले भनिन, हात्तीको देखाउने दाँत र चपाउने दाँत मात्रै हो। उहाँले देखाउनु भएको, लोभ्याउनु भएको। पापा हामी एउटा कसै कुकुरलाई बोलाउँछ नि, लाउ पापा खाऊ खाऊ भने जस्तै गरी उहाँले रविजीलाई लोभ्याउनु भएको। तर उहाँले त्यो गर्न दिनुहुन्न। त्यही भएर रविजीलाई भन्छु म, सरकारमा जानुभन्दा प्रतिपक्षमा बसेर पनि फाइल खोल्न सकिन्छ। राम्रो काम गर्दा प्रतिपक्षमा नि बस्न। जस्तो अहिले गेरेन्द्र साईले प्रतिपक्षमा बसेर टेबल ठटाउनु भएको छ, संसदमा बुलन्द आवाज उठाउनु भएको छ। उहाँ कति हुनुहुन्छ? त्यसरी बोल्न सक्नु पर्यो र देश र जनताको लागि त्यसरी आवाज उठाउनुहोस्, हामी तपाईँलाई साथ दिन्छौँ। रविजी सरकारमै गएर काम गर्नुपर्छ भन्ने छैन, प्रतिपक्षमा बस्दा नि काम गर्न सकिन्छ। जस्तो पछिल्लो पिरियड अब यो भन्दा अगाडि भनिन्थ्यो ठुला माछा जहिले सेफ ल्यान्डिङमा हुन्छन्, साना माछाहरू पक्राउ पर्छन्। अब भ्रष्टाचारीको मुद्दाहरू पनि अख्तियारले ठुला अब गृह सचिव सरकारी सचिव उच्च ओहदाका होइन अब सांसद मन्त्रीहरूका जति निवेदन अख्तियारमा उजुरी दर्ता भए पनि पक्राउ पर्दैन। एउटा सामान्य लेभलको पिएन खरदार होइन सुब्बा अधिकृत सम्मति अलि बिचका माछा साना माछालाई मात्रै पक्राउ पर्छन् भनिरहँदा पछिल्लो पिरियड ठुला माछाहरूलाई पक्राउ पर्न थालिसकेका छन्। पक्राउ पूर्ति जारी भइसक्यो, समातेर पनि ल्याइसक्यो। हेर्नु भएको छ अहिले पछिल्लो पिरियड गृहमन्त्रीले गरेको काम? एकदम नै हेरिरहेको छु नि म त, एकदम नै न्युजबाट एकदम नै हेर्छु नि, नहेरिकन त्यसै भन्नु पाइयो। पछिल्लो पिरियड नारायण काजी श्रेष्ठ गृहमन्त्री भएपछि राम्रो काम गरिरह्यो। राम्रो काम नारायण काजी श्रेष्ठजीले गर्नुभयो कि त्यहाँ पनि उहाँलाई कसैले पुस गरिरहेछ। ज्ञानेन्द्रजीले संसदमा टेबल ठटाएर पनि यो हुन सक्छ नि कि रविको घन्टी बेजोड बजेर कान खुलेका हुन् गृहमन्त्री? सबैजनाको
किनभने भोलि त्यो गृहमन्त्री हट्नुपर्छ भन्ने एउटा मान्छेलाई डर पनि छ नि त। गृहमन्त्री जस्तो पदमा पुगिसकेपछि मान्छेलाई हटाइन्छ भनेर राम्रो काम गर्न थाल्नु भयो कि यो त एउटा प्रेसर पनि त हो नि उहाँलाई। जस्तो मेन पावर सबैलाई त नमुछौँ होइन, धेरै अब त्यो मानव बेचबिखनको सन्डाल छ, माफियाहरू छ भनिन्थ्यो, बिचमा यस्ता माफियाहरू धेरै थिए। तर तिनीहरूलाई मेन सुविधा दिने सहजीकरण गर्ने भन्ने त मान्छेहरू त विशिष्ट व्यक्तिहरू हुँदो रहेछ। यहाँ त कस्तो भने नि बाउ ठुलो पदमा बस्ने छोराहरूले रहेछ यहाँ त अहिले त यहाँ त सामाजिक सञ्जालमा पनि देखिएको छ, न्युजहरूमा पनि देखिएको छ नि, बाउहरू चाहिँ ठुलो पदमा बसेर संरक्षण गर्ने, छोराहरू चाहिँ भित्रबाट कैँची काट्ने। हामी नेपाली जनताको भावनासँग खेलेर जुन कदम चाल्नु भएको छ नि तपाईँहरू ठुल्ठुला नेताहरूले, अब तपाईँहरूको एकको पोल खोलेर नि तपाईँहरूलाई जाग्ने बेला आइसकेको छ। होसियार हुनुहोस् अब तपाईँ। जस्तो हेर्नुहोस्, यो सुन्दा पनि अचम्म, यो दुःख लाग्ने कुरा छ। नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर 10 देखि करोडौं 50 लाखसम्म लुट्ने धन्दा, के भन्नुहुन्छ यो विषयमा? यस्तो गैर कानुनी काम पनि गरिरहेछ नि त, यो त ठुलै टाउकेकै हात भएन त। उहाँहरू पूर्व गृहमन्त्रीका छोरा रामबहादुर थापाका छोरा, उहाँका सल्लाहकार इन्द्रजित राई, उहाँका छोरा यतापट्टि एमाले सचिव टोपबहादुर रायमाझी र छोरा सन्दीप रायमाझी। यो कति दुःखको कुरा। त्यही भने त हामी नेपाली जनतालाई कति मूर्ख बनाएका रहेछन् त यिनीहरूले। पैसाको लुट्न नै होइन, यिनीहरू लुट्न आएका, मैले भन्न देश खोक्रो बनाउन आएका हुन्, यिनीहरू खोक्रो बनाउने। अब धेरै भइसक्यो तिमीहरूले खोक्रो बनाएको, अब तिमीहरूको खोक्रो लुटेको धन पनि कहाँ जान्छ र? एक लिएर आएर छानेर स्विस बैंक होस् या दुबईको बैंक होस्, हामीलाई मतलब छैन। हाम्रो नेपालीको पैसा, हाम्रो पसिनाको करको पैसा हामी जसरी नै लिएर आउँछौँ, जसरी माओवादीले लुटेको थियो नि त्यो पैसा पनि फिर्ता गर्नुपर्छ। जस्तो अब ओलीले एक समय नाकाबन्दीको कुरामा होस्, चुच्चे नक्सा कुरा पनि हो, एउटा लिम्पियाद्वारा लिपिले जोडेको कुरामा एउटा राष्ट्रवादी छवि बनाएका कुरा। पछिल्लो पिरियड उहाँ पनि मिडियामा फन्डा मचाउने, सेन्टिमेन्ट क्याच गर्ने, व्यङ्ग्य मात्रै गर्नु हुँदो रहेछ। क्या हिजो उहाँले प्रचण्डलाई भेटेर जुन टोपबहादुर रायमाझी उहाँकै पार्टीको सचिव हुनुहुन्थ्यो, त्यस्तो पहिला पूर्व मन्त्री भइसकेको मान्छेलाई पक्राउ पूर्ति गर्न उहाँको इज्जत छैन? यस्तो गर्न पाइन्छ भने यो सुहाउँदो कुरा चाहिँ इज्जत छ त? नेपाली जनताको रगत चुस्न चाहिँ इज्जत छ? यो कुरा केपी सरले पनि बुझ्न जरुरी छ। जनताको रगत चुस्न चाहिँ उहाँहरूलाई चाहिँ सुहाउँछ? उहाँहरूलाई जनताको रगत चुस्नलाई पठाएको, पसिना चुस्न पठाएको हो? अलिकति लाज छैन? जे मन लागे तपाईँहरूले त्यही गर्न पाइन्छ? अब तपाईँहरूको नि देखिसक्नुभयो सर, अस्ति तपाईँकै जिल्लामा तपाईँलाई के भयो, अब तपाईँहरूको नै एकदम नै नराम्रो कुरा भइसक्यो। अब तपाईँहरूको पतनको बाटो खुलेको हो भन्छु म चाहिँ। अब चाहिँ घन्टी धेरै बज्यो, तपाईँहरूको नि कानको जाली फुट्ने गरी घन्टी बज्छ र तपाईँहरू सबैले तपाईँहरूले लुटेको सम्पत्ति हामीलाई आउँछ। हामी देश र जनताको लागि अब हामीले सुखको सास फेर्ने दिन आएको छ बल्ल। पछिल्लो पिरियड त अब यस्ता भ्रष्ट यी ठुला माछाहरूलाई त जालमा पालेर तीर हान्ने बेला भइसकेको एकदम भइसकेन त? हेर्नुहोस् त हामी कति चाहिँ सोझा रहेछौँ त जनताहरू, हामी कति सोझा रहेछौँ। भुटानी शरणार्थी बन्दाउने हस् भनेर 50औं लाख खर्च गरेर हामी अर्काको देशमा गुलामी गर्न गइरहेछौँ। यहाँ के रोजगारको नभएर त हामी उहाँ जान पाउनेले भन्दा पनि जुन बुझाएर जान नपाउनेले पुजुरी गरे होला त, अझ डुबिरहेछन् नि। सबै पैसा खाएर यिनीहरू त ठुलो बडा मान्छे, केही गरिस् भने तँलाई ल जागिदिन्छु भनेर ऊ दिने। यिनीहरूको यो हो तरिका एउटा नेपाली जनतालाई सोझा साझालाई पाएर जे पनि गर्न पाइन्छ। एक पुस्ता दुई पुस्ता बाउ छोरै लागेर गलत धन्दामा ठगी धन्दामा लागेर जालो गाडेर बसेको रहेछ। अब बल्ल निस्किँदैछ। अब हेर्दै जानु न, जुन भ्रष्टाचारको फाइल खोल्छु भनेको छ घन्टी रविजीले, अब सबैको कानमा घन्टी बज्छ, यिनीहरूको उल्टो गिन्ती सुरु भइसक्यो। यिनीहरू थर काम्न थालिसके। त्यही भएर रविको अडियो काण्ड हुन्छ कि यो काण्ड हुन्छ यो काण्ड हुन्छ कि भनेर रविलाई फसाउने यिनीहरूले गरिरहेछन्। रवि एउटालाई फसायो भने यहाँ द्वन्द्व हुन्छ, रक्तपात हुन्छ। घन्टी अब बजिसकेको छ, अब हामी यसलाई निभ्न दिँदैनौँ। जस्तो हिजो अस्ति बालेन शाहले एउटा स्ट्याटस लेखेका थिए, पुराना राजनीति गर्ने नेता र नयाँ नेताहरू सबै चोर भनेर ठ्याक्क मिल्दोजुल्दो रहेछ। एकदम मिलाएर उहाँलाई गालीको धेरै वर्षा पनि आइरहेको थियो रवि लामिछानेका समर्थक। तर उहाँले कुन हिसाबले तिर हान्नु भएको थियो त्यो सही थियो, एकदम सही हो नि। उहाँ जस्तो व्यक्ति त म त त्यस्तो व्यक्ति चाहिन्छ भन्छु। उहाँ त हाम्रो अहिले यहाँ
को राजामा दिन्छु म त। किनभने उहाँले कसैको केही नराम्रो गर्नुभएको छैन, कसैलाई केही नराम्रो भन्नुहुन्न। उहाँले जे गर्नुभएको छ नि राम्रो गर्नुभएको छ र देश र जनताको लागि सोच्नु भएको छ। त्यस्तो व्यक्ति चाहिन्छ हामीलाई। 20 वटा व्यक्ति, बालेन, रवि, ज्ञानेन्द्र साई, हर्क साम्पाङ जस्तो हामीलाई 20 वटा व्यक्ति पनि हाम्रो नेपाल स्विजरल्यान्ड बन्न धेरै बेर लाग्दैन। यो भ्रष्ट नेताहरू जान्छन्। अब जस्तो रवि लामी छानेलाई अहिले नल्याउँ, उहाँले अब गृहमन्त्री भएको 32-33 दिनमै पद गुमिसकेको छ। त्यहाँभित्र कर्मचारी तिन्न काम के हो त्यो सुरुवातै भएको थिएन। तर यीभन्दा पहिलाका गृहमन्त्रीहरू भन्दा अहिलेका गृहमन्त्री नारायण काजी श्रेष्ठले चाहिँ एउटा राम्रो काम गर्न थाल्नु भएको, सुरुवात गर्नु भएको छ होइन? के भन्नुहुन्छ उहाँलाई? होइन, राम्रो काम गर्नेलाई त्यो सबैलाई हामीले एकदम प्रशंसा गर्नुपर्छ। राम्रो काम तपाईँले यस्तै गर्नुभयो भने सर तपाईँको उन्नति पनि हुँदै जान्छ। नेपाली जनताले तपाईँलाई अर्कोचोटि पनि गृहमन्त्रीमै हेर्न चाहन्छ। त्यसैले राम्रो काम गर्नुहोस् न। सबैलाई हामी हाई गर्छौँ नि। हामीले रवि चाहेको त तपाईँहरूले गर्दा हो नि त। तपाईँहरूले घुस खाएर दुनियाँ नेपाली जनतालाई दुःख दिएर नेपाललाई टाटपल्टाएको भएर पो त हामीले रविको घन्टीलाई रोज्यौँ त। नत्र हामी त पहिलादेखि नै तपाईँहरूकै पार्टीहरूतिर थियौँ नि त। अहिले हामीले त विकल्प खोजेको, किन हामी सधैँ दुःखैमा बस्ने भनेर यो विकल्प मात्र खोजेको हो नि त। जस्तो अब राम्रो काम गर्नुहोस्, तपाईँहरूलाई स्वागत छ। यो नक्कली भुटानी शरणार्थी बनाएर नेपालीहरूलाई ठग्ने, फसाउने होइन, यी ठुला माछाहरूलाई चाहिँ कस्तो खालले कारबाही गर्ने गृहमन्त्रीले? अब त सबलाई लिएर आएर थुन्नु पर्यो। थुने पनि यिनीहरू त अब भित्रभित्र पैसा खुवाएर कालोकोटेहरूसँग बिकिहाल्छन् होइन। तर यिनीहरूलाई चाहिँ अब चाहिँ पहिला 1-2 जनालाई मैले चाहिँ के भने यो कानुनै संशोधन गरेर रविजीलाई चाहिँ म के फोकस गरिरहेको छु भने रविजी तपाईँले चाहिँ त्यहाँ संसदमा गएर कानुन चेन्ज गर्नु पर्यो। 2-4वटा फाँसीको सजाय दिउँ न। भोलिदेखि डराइहाल्छ नि। ओहो मैले केही गरेँ भने त मलाई फाँसी दिन्छन् टुडी खेलमा राखेर भनेपछि त यहाँ नेताहरू काम न थालिहाल्छन् नि। यो गर्ने जरुरतै गर्दैन। हाम्रो कानुन नै बदल्नु पर्यो सबभन्दा पहिला। भनेपछि यी अहिलेका भ्रष्टाचारीहरू नेताहरूलाई चाहिँ झुन्ड्याउनै पर्छ। यो नक्कली शरणार्थी बनाएर ठग्नेहरू यदि पुष्टि भइसकेको केसमा चाहिँ सुरुवात चाहिँ यिनीहरूलाई नै टुडी खेलमा लिएर आएर झुन्ड्याउनु पर्यो। त्यसपछि त अनि मान्छे डराइहाल्छन् नि। अनि काम न थाल्छन्, आपसी आप अनि ओकल्न थाल्छन् आफूले गरेको भ्रष्टाचारको। र भोलि भ्रष्टाचार भन्ने कुरा नै हाम्रो नेपालबाट निर्मूल भएर जान्छ। किनभने कानुन नै फितलो भएर यो कसैको डरै छैन। पैसाको बिटो खाएपछि निस्किन पाइहालिन्छ। अनि किन डर भएर? त्यसैले गर्दा कानुन नै फितलो भयो। कानुनलाई संशोधन गरौँ, फाँसीको सजाय राखिदिउँ, बलात्कारीलाई फाँसीको सजाय दिउँ, भ्रष्टाचारीलाई दिउँ, भइहाल्यो। जाँदा जाँदै रवि लामी छानेका ड्राइभर शम्भु थापालाई श्रद्धाञ्जली एकदम उहाँको आत्माले शान्ति पाओस्। उहाँको शोक सन्तप्त परिवारप्रति एकदम नै। हस् म्याम, यहाँको अमूल्य समयको लागि धेरै धेरै धन्यवाद। हस्, धन्यवाद।